यो चन्द्रमाको अगाडि ताराहरू के हो र? यो सूर्यको अगाडि यो बत्ती के हो र? तिम्रो अगाडि यो गाउँको झाँसी-भुसी केटीहरू के हो र? हेर, तिमी मैले भने मान्छौ भने आजै काठमाडौँ होइन, म तिमीलाई स्वर्गको अप्सरा बनाएर राख्छु। के सोचे कि तिमीले? यो सोध्ने बेला होइन, यो बुद्धि लगाऊ, बुद्धि। बुद्धिले काम गर्नुपर्छ बेलामा। ए मैना, आयो मैना, के गर्दैछस् त त्यहाँ? यहाँ आइज। त्यो दो बाटोमा के बात पारिरहेको चिन्नु नजान्नुको केटाहरूसँग? घर कहाँ हो, के थोडी हो, कुन पल्टनको हो चिन्नु छैन। हात समातेको छ, बाटोमा लेङलेङ गरेको छ। भित्र गएर त्यो टोङ्गाले पानी त फेरि घरिघरि पुलुक पुलुक हेर। छिटो जा भनेपछि मान्दैन। हौ बाबु, कता कना फेरि? हौ यहाँ आउन भने। हौ अलिक छिटो आउन। के हो, खुट्टा दुखेको छ कि शरीरको कुनै अङ्गमा समस्या छ? हौ मैले बस भने, मैले उभो पनि त भनेको छुइनँ नि फेरि। हौ कति धेरै जानेको, लु बस। थाहा छैन यत्रो तक्मे बुढोको घरमा डिसिप्लिन र नियम एकदमै कडा छ भनेर? त्यति कुरो बुझ्दै गर्नु। 7 गाउँमा सोध्नु, मलाई नसोधिकन कसैले पनि भात खाँदैन। अघि खाइसकेको हुन्छ, के सोध्नु अनि? हौ तिम्रो नाम चाहिँ के पर्यो बाबु? राते काइलाको कान्छो भाइ। राते कान्छा हो मेरो नाउँ। हौ यो त नामै लामो भयो। बिहानदेखि नाम भन्नु थाल्यो भने भातै खाने बेला पो हुन्छ। अनि काम चाहिँ कति बेला गर्नु? होइन हौ, अनि काम चाहिँ के गर्छौ? काम त काठमाडौँतिर यसो त्यस्तै हो। लो हेरौँ त, काम पनि क्लियर छैन। होइन हौ मैना, तँलाई मैले अस्तिदेखि भनेको कि नि यस्तो आवारा लुच्चा लफङ्गा गुन्डा केटाहरूसँग नभेट नहिन भनेर। छुच्चो छुच्चो मिस कल गऱ्यो, कसले मिस कल गऱ्यो भनेर फेरि फर्कायो, फर्काएर कल गर्यो, अनि भेट्नु गयो, अनि यस्तो गऱ्यो उसो गऱ्यो। तेरो पोखमा आज जानेको छु। सबै कुरा यो मोबाइलले गर्दा। खोइ त त्यही मोबाइलले गर्दा बिगारेको मैले जानेको छु नि। अब यो मोबाइलले गर्दा अब यो मोबाइल 3 महिनासम्म बन्द नगरी त मैले कहाँ छोड्छु र? मैले जानेको छु। हौ फेरि अघि उठिसकेछ त। डिसिप्लिन भन्ने कुरा छैन कि क्या हो जिन्दगीमा? बसु नसोधिकन उठ्ने। यत्रो तक्मे बुढाको घरमा 2टा कपाल मात्रै झुन्डेको छ। त्यो कपाल पनि राम्रो भयो त हुन्थ्यो नि। ठ्याक्कै बँदेलको जस्तो छ। जंगलतिर चाहिँ पाखा बस्नु नजानु है बाबु, झुकेर पनि। शिकारीले ठोक्ला नि फेरि बँदेल बसेछ भनेर। फेरि साक्षात सुकसुक नगर है। यस्तासँग तेरो घरबार हुन्छ? केटा भनेको त कपाल पनि बुर्र काटेको, हेर्दैखेरि ज्यान पनि खाइलाग्दो, परै हेर्दाखेरि पल्टने जस्तो एकदम भलादमी पो हुनुपर्छ त। यो हेर त लु, उमेर हेर्दाखेरि अहिले 2टा तक्मा छातीमा झुन्डिने बेला भएको मान्छे अहिलेसम्म जम्मा जम्मी 2टा कपाल भन्दा अरू केही झुन्डेको छैन। यस्तोसँग तेरो घरबार कसरी हुन्छ? तँलाई बिहे गर्न मन लाग्यो मात्रै भन्न। तँलाई पल्टनमै भर्ती भएको खा। बाबु कन्ना फेरे त। लहेर छोरी, केटा भनेको त यस्तो पो हुनुपर्छ त। लक्का जमा लहेर त। ए बाबु, हौ पल्टनमा जागिर खान्छौ? उपहारमा मेरो छोरी छ। ल के गरेर हिँडेको कि बामे सरेको हो? यो कस्तो गरेर हिँड्दैछ? तिम्रो खुट्टामा केही समस्या छ कि के भएको छ? के गरेर चाहिँ यस्तो हिँडेको? हिँडी त रहेछ त। आफू खुसीले हिँड्न पाएको भए पो फटाफट हिँड्नु त। कहाँ हिँड्यो, किन हिँड्यो, केही पनि थाहा पत्ता छैन। झन्डै लड्यो होइन, बङ्गै लड्यौ नि। होइन कहाँ जाने भन्ने नै टुङ्गो छैन। हामी जाने चाहिँ खास कहाँ हो? मेरो छोरी बिहे गर्ने भएपछि, तक्मे बुढाको छोरी बिहे गर्ने भएपछि तक्मे बुढाको यो मूल घर हेर्नु परेन तराईको? मेरो बुढी भेट्नु परेन अनि?
जम्मै भेटाउनु मेरो जम्मै यहाँ इष्टमित्र छर छिमेकलाई त यहीँबाट चाहिँ बिहे खुवाउनु परेन नि, त्यही भएर लिएर आएको। लो हिँड। मलाई बिहे गर्ने नै मन छैन खासमा। यस्तो 26-27 वर्षको उमेरमा बिहे गर्ने रहर नभएर के मसान घाटमा पुगेपछि बिहे गर्छौ त? अन्त पहाडमा के भनेर आएको थियौ? अहिले यहाँ आएर जे पाए त्यही बोल्नु पाउँछ? त्यसो भनेर चाहिँ हुँदैन नि, फेरि म भन्दैछु। तँलाई कुखुरा चोर 3-3 लाख बोकेर मोबाइल कता गयो? हेलो ए कान्छा, कहाँ गएको रे? 13 बजे नारायण घाटदेखि पश्चिम तैँले खोज्ने, त्यहाँदेखि पूर्व मैले खोज्ने भने होइन। खोज्दा खोज्दै म यहाँ झापा आइपुगिरहेको छु। आइपिया मात्रै होइन, भेटाइसकेँ मैले। यहाँ तक्मे बुढोको तराईको घर आएको रहेछ त्यो। पैसा ल्याइहाल्छु नि म। ल अहिले फोन राख्छ झट्ट। तँ के खान आउनु नि? उहाँदेखि यहाँ आउँदाखेरि बाँधेर भागिसक्छ। तँ त्यतै बस, पैसा लिएर म आउँला। यहाँ भागिसक्यो मान्छे छिटो। अहिले हामी जति हिँडेर आयौँ त्यो जम्मै मैले 1921 मा कमाएको पैसाले किनेको जमिन हो। जम्मै मेरै हो, आफ्नै हो, स्वयं हो, खुदको हो। कुरो बुझ्दैछौ? लो यो बोलेको हो नबुझ्नलाई। लु जाऊ। अब आइपुग्यो। यो चाहिँ भनेको मेरो तराईको मूल घर हो। ए उहाँ पनि तपाईको खुदको स्वयंको आफ्नै तराईको मूल बुढी हो? हो नि, कसरी पत्ता लायो? ठ्याक्कै मेरो 1920 देखिको बुढी उही हो नि। अनि सेवारो गर न, सेवारो तिमी पनि। यता होइन उता हो। पछि तिमीले सासु आमा भन्ने भनेको यतै हो। लु सेवार गर। सेवार। अनि सन्चै छौ? सन्चै त भन्नु पर्ला नि। घरको मतलब छैन, कहाँ कहाँ घुमी हिँड्छ। के हो गन्थन पनि नि। ल यो बेग राख त। बेग राख भनेको आफै पो राख्यौ त फेरि। ज्यान राख भनेको होइन, बेग राख। यति नाथे हात थाम्नु नसक्ने मान्छेले अनि त्यत्रो गोली बारुद कसरी थाम्छौ? लो भन त। मलाई साह्रै यहाँ हुक्का तान्नु मन लाग्यो। एउटा त्यो सुल्फा तान्नलाई यसो उयो बनाएर ल्याउ त। बाँसको तल काटेर फेते नि के काट्दै भनेको के पो गर्छौ? फेते अनि के हो? फेते भनेको चाहिँ हाम्रो भाषामा लिएर आइज भनेको। त्यति भाषा पनि जान्दैनौ? नेपालमा बसेर तिमी विदेशमा गएर के गरी खान्छौ? लु भन त। पोक्लिनको वारमा हामी जापानिजलाई लिम्बू भाषामा सिकाउँथ्यौँ अनि कस्तो नबुझेको हौ त्यति। लु लिएर आऊ। यो बाँदरलाई बेकार यत्रो दिन लखेट्यो। बाँदर रिसाछ। यो रिसासी मान्छे मार्छ, चर्ने होला। ज्यान बच्चा माग्ने, ज्यान बच्चा। होइन, मैले यहाँ भर्खरै भिना जस्तो मान्छे देखेको थिएँ त। भर्खरको भर्खर गायब भयो त। होइन, कहाँ गएछन् त? कान्छाको पैसा खाइस त्यसैले लखेटौ भनेर लखेट्या त नि। मैले कहाँ लखेटिरहेको छु? किन भागेको तिमी? तैँ लखेट्या होइन? होइन त के खान लखेट्यो? किन कुद्या गुड्डु? म त तैँले लखेट्या भन्छन् र। ए लखेट्या होइन? होइन त नि। ए लखेट्या होइन? कहाँ लखेट्नु तिमीलाई बेकारमा? लखा त्यसो भए त्यत्रो चाहिँ नि मान्छेको 3-3 लाख रुपियाँ खाएर भाग्नु त? गाउँमा मेरो कत्रो इज्जत थियो। मान्छेले माग्ने बुढो भन्थे। अहिले गाउँमा मलाई के भन्छन् थाहा छ? चोरको भिनाजु आयो भन्छन्। ठुक्क तेरो बुद्धि। मैले त्यसको पैसा लिएर हिँडे हो। साना भिनाजु 500 रुपियाँ दाम सापटी देऊ न भन्दाखेरि हुँदैन भनेर दिएनन्।
त्यत्रो पैसा राखेको रहेछ तिनको पैसा नलगेर कसको पैसा लानु कि नेपाल राष्ट्र ब्याङ्क नै फरेन जानु म त्यो कुखुराको पोथी चाहिँ काटेर खाइसक्यो बिनाजु यहाँ कुरो अर्कै परिसक्यो क्या राजु माट साहबको पैसा जस्ताको तस्तै छ मसँग 1 रुपियाँ दाम चला छुइनँ त्यो फिर्ता गरिदिउँला कुरो के भइसक्यो भनेदेखि त्यो तकमे बुढो छ नि हो यो तकमे बुढोले मेरी छोरी तँलाई दिन्छु तँलाई म ब्रिटिस आर्मीमा लगाइदिन्छु भनेको भनै गर्छ यो समस्याबाट चाहिँ मलाई उम्काइदिनु पर्यो क्या ब्रिटिस आर्मी त ठिकै छ त्यसकी छोरी मैले कसरी बिहे गर्ने घरकी बिमलिल थापा नि मार्दिन हेर यसको बुद्धि अब यो तकमे बुढो पावरवाला मान्छे रहेछ अब यसले त्यो ब्रिटिस आर्मीमा भर्ना गरिदिनु सक्छ भनेपछि अब भर्ना गरिदियोस् ठिकै छ छैन हामीलाई मजाले तलब सलब खानी भर्ना पनि हुने लेफ्ट राइट चटाङ झट सलाम पनि सबै गर्ने पैसा कमाएर ल्याउने हेर अनि भर्ना भइसकेपछि त्यसको छोरी बिहे गरे गरौँलाई नगरे नरौँला ल त्यो तकमै भठा जाऊ ल ए 1914 युद्ध लड्दा पाको मैले तकमा बल्ल बल्ल एउटी ल्याको रिएसको झोकमा देउराली कोही बाँस ल्याएन छ त बाँस त पाइएन बाँस जस्तै सुकेको एउटा भिनाजु पायो भिनाजुलाई लिएर आयो भिनाजु सेवारो है यो झुसे पनि आएछ त अनि बाँदरी केप लगाएर अनि खोइ त्यो अनुहारमा यत्रो कालो कोठी भएको चाहिँ ल्याएन तिम्रो साथी भाइ भरकै शाखा सन्तान तपाईँ के खाना आउनु अब भाइ भरको त अब 2 जना साला भेना भइगयो अब 1 जना आएपछि त टिबोरको जम्मै परिवारै सन्तान भइगयो नि अनि यता पनि झुसे अलिअलि दारी जुङ्गा झुसे मितलाउने क्या दुईतिर झुसे बिचा मुसे